guys, hello, welcome back to my new vlog. तपाईहरुले सम्पूर्णमा मेरो यस नयाँ भ्लगमा चाहिँ फेरि पनि स्वागत छ। अनि लङ टाइम पछि चाहिँ मैले भ्लग बनाउन गइरहेको छु। अनि यो भ्लग चाहिँ सर्ट हुनेछ अनि प्लस किन सर्ट हुनेछ भन्दाखेरि हामी चाहिँ सर्ट तरिकाले आफ्नो यति मिठो तरिकाले भिडियो गरिरहेको छौं। सो गाइस, त्यस कारणले सर्ट हुनेछ हैन। अनि पहिलो प्रथम चाहिँ म चाहिँ यति खुसी छु कि साथीहरु, आज पहिलो पटक चाहिँ मेरो मामा लङ टाइम पछि अब जे भए पनि 3-4 महिना पछि आउनु भयो। तर 3-4 महिना पछि आउँदा पनि तर मेरो लागि चाहिँ लङ जस्ट लाग्यो, किनकि एउटा माया होला, एउटा सद्भाव होला, एउटा हुन्छ नि हरेक चिजहरु हैन आफन्तीप्रति गर्ने माया होला। सायद त्यही भएर पनि मलाई चाहिँ मामा चाहिँ अब केही समयको लागि टाढा भए पनि मेरो लागि चाहिँ अलि धेरै टाढा भयो जस्तो लाग्यो। सो त्यही खुसियालीमा चाहिँ मामाले मलाई बोलाउनु भएको थियो। अनि म सँगसँगै मेरो जस्तो नमराज दाइ, मेरो प्यारो दाइलाई पनि मैले चाहिँ जबरजस्ती लिएर आएको छु, किनकि मेरो मामाले बोलाउनु भएको छ। मलाई बोलाउनु, तपाईलाई बोलाउनु भनेको दुई भाइ भनेको उस्तै हो, मामाको लागि दुईटै भान्जा जस्तो हो। ताकि उमेरले फरक होला आफ्नो ठाउँमा छ, तर नाताबादले चाहिँ भान्जा जस्तो तरिकाले हामीले चाहिँ सोच्नुपर्छ भन्ने तरिकाले चाहिँ हामी मामाको रूपमा चाहिँ आएको छौँ। गाइज हेर्नुहोस्, चाहिँ मेरो प्यारो दाजु नमराज दाजु है। अनि उहाँले चाहिँ तपाईँले स्वागत गर्नुहुन्छ, सायद भन्न नपाउनु होला आफ्नो ठाउँमा छ। अनि प्लस मेरो प्यारो मामा चाहिँ अनि यता सुरेन्द्र पुन मगर, अनि मेरो प्यारो मामाको साथी चाहिँ उता अमर पहारे मगर है। यति हामी यस्तो फ्यामिली जस्तो यो भन्न खोजेको यस्तो रोक्सी खाएको छ, यस्तो तरिकामा बनाएको छ भने चाहिँ नसोच्नु ल। हामी चाहिँ जुस पिइराख्नु भएको छ, यति इमान्दार हुनुहुन्छ। सायद मामाले तपाईँहरूले चिन्नु भएको होला कसैले कस्तो खालको मान्छे कति इमान्दार भएर आएको छ भन्ने कुरा। त्यही खुसियालीमा हामी चाहिँ सबैजना सँगै छौँ। यति खुसियाली छौँ कि यति यो मनलाई थाहा छ कि साथीहरू, तर कुनै पनि मनमा खुसियाली भएको कुराहरू व्यक्त गर्न चाहिँ सकिन्न होइन। त्यसको लागि चाहिँ क्षमा प्राप्ति। अनि मेरो साथसाथै चाहिँ हुनुहुन्छ हाम्रो लागि धेरै दुःख गर्ने, यति धेरै दुःख गर्ने मान्छे, यति सहनशीलता भएको मान्छे मेरो प्यारी माइजू तिर्सा माइजू। ल हाई भनिन, हाई गाइज, लभ यु अल। अब यति चाहिँ हुनेछ। अनि हाम्रो चाहिँ यहाँ चाहिँ के पाक्दैछ भनेको चाहिँ के पाक्दैछ मामा माइजू? हाम्रो लागि यहाँ चाहिँ के पाक्दैछ नि, पारा पाक्दैछ है। किनकि माइजू चाहिँ चिकन जे भने पारा खसी जे पनि हुनसक्छ होइन यहाँ चाहिँ होइन। यस अनि हाम्रो चाहिँ यहाँ चाहिँ खाएपछिहरू यहाँ चाहिँ टक्क सर मिल्दैछ। अहिले चाहिँ हामी चाहिँ फाइनली मामाको रुममा हुनुहुन्छ। अनि मैले चाहिँ रोक्सी चाहिँ खाँदैन होइन। सो मामाहरूले एक दुईवटा हल्का खानु होला आफ्नो ठाउँमा चाहिँ मामाले छोड्नु भएको छ। अनि मामाको साथीहरू आउनु भएको छ, बहुत रमाइलो भइरहेको छ, इन्जोय भइरहेको छ। अनि हाम्रो मामाले चाहिँ आज कस्तो तरिकाले आउनुभयो, बाटोमा के कस्तो भयो भनेर मामाले चाहिँ केही शब्दहरू चाहिँ व्यक्त गर्नुहुन्छ होला। लगायत मामाको बोली चाहिँ सुन्नुहोस् है त। ल अनि के हुन्छ र अब फ्यामिलीसँग भेट हुनको लागि छुट्टी आइयो, अब सकुशल घरमा आइपुग्यो, त्यही नै हो सबभन्दा ठुलो कुरा। फ्यामिलीहरूसँग बस्यो, भेट भइयो, मजा लिँदैछु खाएर। अनि फेरि तपाईँले भन्न सक्नुहुन्छ के को छुट्टी आयो त, किन कारण बताइनुहोस्, कस्तो खालको छुट्टी हो, के भन्न खोजेको, हामीले भिजा कमाउनु लागि यस्तो गरेछस् त भन्न पनि सोध्न सक्नुहुन्छ। तर मामा चाहिँ भन्दाखेरि इन्डियन आर्मी होइन, इन्डियन आर्मी हो भन्नेमा अब त्यो इन्डियन आर्मीलाई रेस्पेक्ट छ, सम्मान छ, इज्जत छ होइन। जस्तो भन्न खोजेको तपाईँले यो नसोच्नु लागि इन्डियन आर्मी हो, इन्डियन आर्मी भयो भने कस्तो घमण्ड निकालेको, कस्तो खालको मान्छे हो, एउटा इन्डियन आर्मी हो भनेर भन्न खोजेको भन्ने जस्तो टाइपको चाहिँ नसोच्नुलाई प्लिज। सबै हामी चाहिँ बराबर छौँ। अनि चाहिँ हाम्रो साथमा हुनुहुन्छ अमरे पहरे मगर दाइ, हाम्रो चाहिँ फर्स्ट टाइम भेट भयो। अनि उहाँले चाहिँ के कस्तो भन्नुहुन्छ प्लिज उहाँबाट चाहिँ केही सुझावहरू चाहिँ ल्याउनु होला प्लिज गाइस है। सबैलाई वेलकम। यो डिएन गिरी भाइको भ्लग मैले पहिला पनि हेरेको थिएँ, तर एक्चुअली यो भाइको चाहिँ त्यति बेला चाहिँ म सब्सक्राइबर हो। अनि फलोवर पनि यो भाइको यो टोनले चाहिँ म चाहिँ फिरा भएको मान्छे। अनि आज सुरेन्द्र पुन भाइ सोल्टानको आज मेरो यस्तै काम पनि यस्तै परेको, लगभग संजोग भनौँ आज हाम्रो भेटभाव साथै नवराज सर साथै मेरो प्यारो भाइ प्रेम बोरा, युहान जिल्लाको क्विक स्पाइकर। ल हुन्छ, धन्यवाद, थ्याङ्क यू सो मच गाइज। यति बेलासम्म भिडियो हेरेर छोटो भिडियो यति बेलासम्म भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद। अनि प्लस हाम्रो यो बिचमा चाहिँ केही गलत कुराहरू हल्का थोरै भएको भए चाहिँ माफ गरिदिनु होला। हस्, धन्यवाद, बाई।